वेलकम बैक टू द च्यानल। आजको भिडियोमा इन्टरनल वायरिङ रिलेटेड कुराहरू म तपाईहरुलाई बताउँछु। मेरो घरमा चाहिँ अहिले इन्टरनल वायरिङको काम भइरहेको छ। मिस्त्रीले यो इन्टरनल वायरिङको काम गरिरहेको छ। यो इन्टरनल वायरिङ किन इम्पोर्टेन्ट छ, यो तपाईको होमको लागि तपाई कन्स्ट्रक्सन गर्दै हुन्छ भने किन चाहिन्छ, यो कुराहरू बताउँछु आजको भिडियोमा। यो भाइ चाहिँ मजाले माथि बसेर चाहिँ त्यो पोइन्टहरू निकालिरहेको छ। पोइन्टहरूमा के सिमेन्टहरू या के प्लास्टिकहरू छ भने त्यो निकालिरहेको छ। एकदम मजाले निकालिरहेको छ। यसरी चाहिँ एउटा पातलो तारको मद्दतले चाहिँ यो वायरहरू चाहिँ हाम्रो स्विचसम्म र बल्बको कनेक्सन जहाँ छ त्यहाँसम्म पुर्याउँछ। यसो गर्दा सबैभन्दा धेरै इम्पोर्टेन्ट कुरा भने यसले चाहिँ सेफ्टी दिन्छ। तपाईलाई करेन्ट लाग्ने, करेन्टको लिक हुने चान्सेस एकदम कम हुन्छ र घरमा मुसोहरू छ भने त्यसले चाहिँ तारहरूलाई कट गर्दैन। अनि बाहिरबाट तानेर चाहिँ यसरी चाहिँ उहाँले चाहिँ निकाल्नुभयो। उहाँ चाहिँ मेन मिस्त्री हुनुभयो। अराउन्ड 20 इयर्सको उहाँको एक्सपिरियन्स छ। हेर्नुहोस्, बल्ब पनि फिट गरिसक्नु। यो पुरै सामानहरू फोरफार गर्दा र यो वायरहरू हेर्नु, यसमा चाहिँ डिफ्रेन्ट एमएमको वायरहरूको युज हुन्छ। जसरी यो पोइन्टबाट पनि छिराउनु भएको छ, यो पोइन्टबाट पनि भित्र लानुभएको छ र यो पोइन्टबाटै उता किचनतिर पनि दिनुहुन्छ। तर यहाँ चाहिँ वायरहरू अलिक धेरै भएर चाहिँ यो अलिकति गाह्रो भयो। अनि यहाँ चाहिँ मिलाउँदै हुन्छ। अब कसरी हुन्छ उहाँले चाहिँ मिलाउनुहुन्छ। यहाँ धेरै वायर पनि त भित्र हुनुहुन्छ, दुवैजना एकदमै कोसिस गर्दै हुन्छ। र यो वायरहरू हेर्नु, यो डिफ्रेन्ट एमएमको वायर युज हुन्छ। 2.5, 1.5, 1, 0.75 यो डिफ्रेन्ट थिकनेस हुन्छ वायरको। भित्र वायरहरू नहाल्दा चाहिँ यसरी वायरहरू कस्तो नराम्रो देखिन्छ नि त कोठामा। र यो चाहिँ एकदमै ओपनली छ, जसको कारणले सेफ्टी छैन। अनि यसले चाहिँ कोठालाई अलिकति अनम्यानेज तरिकाले देखाउँछ। र यो पोइन्टमा चाहिँ पावर सकेटको लागि यो पोइन्ट छोडेको छ। यो पोइन्टमा पावर सकेट हाल्ने भोलि पर्सि टिभीको कनेक्सनको लागि अथवा केही चार्जको लागि। बाहिरको मौसम यस्तो छ। एन्ड यो सबै निकाल्छु पछि। यहाँ चाहिँ एउटा सिएफएल और सिलिङ कुनै पनि लाइटको कनेक्सन हाल्छु। फ्यानको कनेक्सन यहाँ छँदैछ, त्यहाँ हुन्छ। यो सबै फालिदिन्छौँ। यो फालिसकेपछि चाहिँ एकदम मस्त देखिन्छ। यो प्लास्टर भइसकेपछि यो घर, त्यसपछि चाहिँ तत्कालको लागि चाहिँ यही वायरिङ गरेको थियौँ। यो चाहिँ अर्को कोठाको हो। यो पनि एकदमै नराम्रो देखिरहेको छ। यो सबै बाहिरबाट हो। एउटा तत्कालको बल हालेको थियो। तर यो सबै अब छिटै निकालेर अब हेर्नु, यो चाहिँ जुन वायर छ यो चाहिँ हाल्नुभएको छ उहाँले भित्रबाट। सबै कोठामा हाल्नुहुन्छ पहिला। यो एकदम टाइम लाग्दो रहेछ। यो 1 दिनमा 2 दिनमा हुने काम होइन, किनकि एउटा वायर मिस्टेक भयो भने गाह्रो हुन्छ। यो हाल्दा चाहिँ यस्तो भयो। यो चाहिँ अहिले अन गरेको छैनौँ। एकतिरबाट चाहिँ फिट गर्दै आउँदै हुन्छ। यहाँ हेर्नु, यो चाहिँ बाहिरको कस्तो लाग्छ क्या, यो बरन्डाको कति वायर छ। तर एक्चुअली चाहिँ यो दुईवटा वायर हुन्छ। यो दुईवटामा चाहिँ अराउन्ड 12वटा बटन आउँछ, जुन चाहिँ फ्यानको हुन्छ, बाहिरको लागि हुन्छ र यो बरन्डाको बत्तीहरू बल्ने हुन्छ। अनि यो साइडमा पनि, यो भनेको हिँड्ने साइड हो, यो साइडमा पनि यहाँ लागेको छ। अनि यो चाहिँ स्टुडेन्टहरू विद्यार्थीहरू स्कुल गइरहेको छ। हसन कहाँ जाँदैछ? स्कुल जाँदैछ दाइ। टाइम भइसक्यो। अब एससीको एक्जाम तयारी गर्दैछु। 10 मा हो। ल ल, बेस्ट अफ लक। ल साथीहरू, ओए स्टुडेन्टहरू कता गएको तिमीहरू? कति क्लासमा हो? 5 क्लासमा हो। 5 को स्पेलिङ आउँछ? ए आउँदो रहेछ 5 मा। कहाँ जाँदैछस्? स्कुलको नाम भन्छ? स्कुलको नाम राइजिङ मात्रै हो? पुरै स्कुलको नाम भन्? त कहाँ जाँदैछ भन्छ? कतिमा पढ्छस्? 1 मा? 1 मा कि 1 मा? 1 मा। यो सब मेरै फ्यामिलीको केटाकेटीहरू हो। ओके, यो डे 2 हो। आज पनि काम भइरहेको छ। मिस्त्री साहब आइसक्नु भएको छ, काम गर्दै हुनुहुन्छ। यो वायरहरू हेर्नु, डिफ्रेन्ट कलरको। यो जुन वायर हेर्दै हुन्छ, यो मेन वायर हो जसले चाहिँ पहिला हाल्ने अनि तारहरू तान्ने काम गर्छन्। यो चाहिँ मेरो सानो कोठा, बरन्डासँग कनेक्टेड कोठा हो। र यो सामानहरू हेर्नु, 9वटा टोटल बन्डलमा चाहिँ यति वायर बचेको छ। हुन त 11वटा ल्याएको थियौँ, 2टा राखेको युज गरेको छुइनँ। अलमोस्ट भइसक्यो। यो वायर पनि काम लाग्छ। र यो अगाडिको बक्स हुन्छ जहाँ एमसिबीहरू हुन्छ, यो पोइन्टमा हेर्नु कति वायर आएको छ। र यो सामानहरू छ, यहीँबाट सामानहरू चाहिँ युज गर्नुहुन्छ। के चाहिन्छ सबै ल्याएर राखिदिएको छौँ। यहाँ पनि के सामान, यो पुरै कार्टनमा सामानहरू पुरै फुल ल्याएको थियौँ क्या, युज भइरहेको छ बिस्तारै। यो स्विचहरू अहिले लगाएको छैन नि त। यो सिजीको स्विचहरू दामी छ। मलाई यही गोल्डन कलर मन पर्यो अनि मैले ल्याएको। यो डबल सकेटहरू
स्विचको लागि यो सबै इलेक्ट्रिक सामानहरू त्यहाँ छ है। होप आज अलमोस्ट सबै काम सकिन्छ। तर सप्लाई चाहिँ आज दिनु हुँदैन। यो चाहिँ मिटर भयो, यो दुईवटा वायरहरू हुन्छ, यो चाहिँ यहीँबाट सप्लाई जान्छ र बिट हालेर चाहिँ त्यो कालो पाइपबाट चाहिँ त्यहाँ लाने हो। ओके, यो चाहिँ वायरहरू बरन्डाको यहाँ दुईवटा पोइन्ट छ किनकि एउटैमा सबै स्विचले चाहिँ त्यत्रो कनेक्सन भ्याउँदैन, त्यही भएर दुईवटामा डिभाइड गरिदिएको छु है। अनि यो जुन बल्बहरू छ यसको कनेक्सन हुन्छ अनि बाहिरको कनेक्सन हुन्छ। सो यहाँ चाहिँ थुप्रै स्विच आउने भयो, त्यही कारणले चाहिँ हामीले दुईवटा हालेको छौँ। यो त मेन भइ नै हाल्यो। यहाँबाट चाहिँ डिफ्रेन्ट कोठाको, प्यासेजको र बरन्डाको चाहिँ सिङ्गल एमसिबी युज। अब यहाँ चाहिँ थोरै काम चाहिँ बढ्यो किनकि पहिला एउटै रुम थियो यसलाई प्यासेज गरेको र यो सबै गरेर यो कोठामा आयो। यो कोठामा त्यति बेला चाहिँ कट गरेर हालेको थिइनँ इन्टरनल वायरिङको लागि, तर यो चाहिँ तत्काल हालेको किनकि यो कोठा चाहिँ छुट्याएको हो क्या, प्यासेज थिएन पहिला, प्यासेज हालेर यो कोठा छुट्याएको। हेर्नु यो चाहिँ अलिक हिजै गरेको, यो चाहिँ सुकिसक्यो होला, आज चाहिँ हाल्नुहुन्छ होला यसमा वायर चाहिँ टेम्पोरेरी थियो। यो चाहिँ अब अर्को ठाउँमा जान्छ। यो वायरहरू सबै निस्किन्छ, यता भइसकेको छ। यहाँ एउटा प्यानल लाइट, एलइडी प्यानल लाइट लगाएको छौँ अनि त्यो फ्यानको भइहाल्यो। अनि अर्को चाहिँ त्यहाँ एउटा चाहिँ सानो कलर लाइट हालिदिएको छ। ओके, यति हो। आजको कामहरू पनि म तपाईँहरूलाई देखाउँछु। अनि यसमा चाहिँ यहाँ चाहिँ एउटा जङ्सन छ। यो भनेको के भयो, यो भनेको प्यासेज भयो, उता बाहिर बाटो निस्किने छ। आँपहरू हेर्नु कति आँपहरू मात्रै जुटिरहेछ नि त। ओके, यो भनेको एउटा जङ्सन भयो। अनि यहाँ पनि एउटा प्यानल लाइट लाग्छ, तर त्यो प्यानल लाइटको क्लिपै हरायो। अब चाहिँ एमसिबीको लाइनहरूको लागि चाहिँ जहाँ चाहिँ पुरै घरको चाहिँ एउटा कमन कनेक्सन आउँछ, जहाँ प्रत्येक कोठाको चाहिँ एमसिबी सेट हुन्छ, त्यहाँको वायरिङको सबै कुरा मिलाउने हुन्छ। यो कति एमसिबीहरू हो अहिले मिलाउँदैछ एमसिबीहरू र मेन मिस्त्रीले पनि एमसिबीहरू मिलाउँदै हुनुहुन्छ। ओके, फाइनली फ्यान चल्न थाल्यो अनि यो बल्ब पनि बल्न थाल्यो। उहाँ चाहिँ फिट गर्दै हुनुहुन्छ बटनहरू लाइन वाइज अनि एकदमै खुसी हुनुहुन्छ किनकि एकचोटि सप्लाई दिँदा चाहिँ सब चाहिँ आफ्नो काम गर्न थाल्यो क्या, बत्तीहरू कहीँ चाहिँ मिस्टेक भएन। एन्ड सो ट्यालेन्टेड पर्सन, म चाहिँ एकदमै इन्सपायर्ड भयो। गोल्डन कलरमा यस्तो राम्रो देखिन्छ। यहाँ चाहिँ धेरै स्विच हालेको छ, 12वटा स्विच छ। त्यसमा दुईवटा त यो पावर सकेटको लागि भयो, फ्यानको लागि, यो पनि फ्यानको लागि भयो। बाँकी 8वटा स्विच चाहिँ यो बल्बहरूको लागि हो। एउटा यो उता छ, यहाँ छ एउटा, अनि त्यसपछि यहाँ छ अनि बाहिर छ। सो फाइनली यो कामहरू भइसकेको छ इलेक्ट्रिकको। यसमा कति खर्च लाग्यो, लाइक मैले अस्ति पनि भने एउटा त्यो कोठा, एउटा प्यासेज अनि एउटा यो कोठा अनि अर्को यो कोठा गरेर कति लाग्यो त्यो म तपाईँहरूलाई बताउँछु एट द एन्ड अफ द भिडियो। यो भनेको बक्स भयो, यसमा चाहिँ अल कनेक्सन्स टोटल एमसिबिजहरू आएको छ। म तपाईँलाई त्यो खोलेर, यो त मेरो वाइफाई हो यो घरको, यो खोलेर देखाउँछु। 8वटा एमसिबी आएको छ, यो 8वटा एमसिबी छ होइन। यो मेन लाइनको सप्लाई हो। यो जुन बिट छ यो भित्र चाहिँ गएर त्यो पाइप छ नि त्यहाँदेखि चाहिँ त्यो बक्समा चाहिँ गएको छ। ओके, अब यो घरमा चाहिँ पेन्टिङको काम सुरु हुन्छ केही दिनपछि। ओके, कोठाहरूमा पनि देखाउँछु। यहाँ एउटा बोर्ड छ अनि यो भनेको पावर सकेट भयो। अब यो पावर सकेट भनेको अलिकति एडभान्स खालको, जस्तै यसमा डाइरेक्ट यो टाइप ए लाएर तपाईँ मोबाइल या कुनै डिभाइसहरू पनि चार्ज गर्न सक्नुहुन्छ। ओके, यो दुईवटा पोर्ट दिएको छ टाइप ए को, जुन चाहिँ डाइरेक्ट तपाईँको मोबाइलको डेटा केबल या अरू कुनै डिभाइसको डेटा केबल लगाएर डाइरेक्ट चार्ज गर्न सक्नुहुन्छ। यो अलिकति सिजीले एडभान्स कुरा दिएको छ, यसको लागि चार्जिङ हेड चाहिँ चाहिँदैन। ओके, अर्को यो चाहिँ पावर सकेट हालेको छु। इन द डेज टु कम इफ यहाँ चाहिँ टिभी सेटअपहरू हाल्यो भने यो पावर सकेटले चाहिँ काम दिन्छ। ओके, अहिले एउटा युजमा छ त्यहाँ चार्जको लागि। अब यो सानो कोठा छ, यो सानो कोठामा त्यही एउटा फ्यानको भयो अनि एउटा बल्बको अनि एउटा यो सानो बल्ब छ अनि त्यसपछि यसको चाहिँ स्विच यहाँ छ अनि अर्को चाहिँ तल पावर सकेट भइ नै हाल्यो। ओके, यहाँबाट चाहिँ उता बाहिरको यो भेन्टिलेसन हेर्दै हुन्छ, त्यसको बाहिरको एउटा बल्ब छ त्यहाँ चाहिँ कनेक्सन दिएको छ, बाहिर चाहिँ पुगेन, दुईवटा बोर्ड हाल्दा पनि पुगेन। त्यही भएर म चाहिँ के रेकमेन्ड गर्छु भने यदि तपाईँ अहिले इन्टरनल वायरिङको काम गर्नुहुन्छ, नयाँ घर बनाउनुहुन्छ भने यसको साइज चाहिँ अलिक बढाउनु क्या। हुन त यो पनि राम्रो देखिन्छ तर धेरै कनेक्सन भएको कारणले वायरहरू धेरै हुन्छ, भोलिपर्सि यो सेट गर्न चाहिँ गाह्रो हुन्छ। ठुलो साइजको बोर्डहरू हुन्छ नि त, त्यो हाल्नु भयो भने
अलिक राम्रो हुन्छ जस्तो मलाई लाग्छ। अनि यो चाहिँ एउटा जङ्सन छ त्यहाँ, त्यहाँदेखि उता टोयलेट बाथरुम अनि किचनतिर चाहिँ लाइट गएको छ। ओके, अब